साथीहरू, एउटा कन्टेन्ट क्रिएटर भइसकेपछि एडिटिङ पनि सिक्न एकदमै जरुरी पर्दछ र एडिटिङ सिक्नलाई बेसिक कुराहरूको चाहिँ जानकारी हुनुपर्दछ। हो, आज तपाईँले आफ्नै फोनबाट सजिलै तरिकाले हेर्दै अनि गर्दै सम्पूर्ण बेसिक कुराहरू थाहा पाउनुहुनेछ अनि गर्नुपर्ने हुनेछ। त्यसको लागि तपाईँले भिडियोलाई अन्तिमसम्म हेर्नुहोला र आफ्नो मन परेको साथीहरूलाई सिकाउन चाहनुहुन्छ भने सेयर पनि गर्नुहोला र एक लाइक गर्दै नजिकको सब्सक्राइब बटनलाई पनि छुन नबिर्सनुहोला भन्दै जान चाहन्छु आजको भिडियोतर्फ। साथीहरू, सबैभन्दा पहिला तपाईँले इन्सर्ट भन्ने एप डाउनलोड गर्नुपर्ने हुन्छ, जसको लागि आफ्नो प्ले स्टोरमा जानुहोला र INSHOT इन्सर्ट सर्च गर्नुहोला। सर्च गरिसकेपछि भिडियो एडिटर एन्ड म्याकर भन्ने यहाँ तपाईँले देख्न सक्नुहुन्छ, जसलाई तपाईँले डाउनलोड गर्नुहोला। मैले चाहिँ अलरेडी गरिसकेको छु र तपाईँले पनि गरिसकेपछि ओपन गर्नुहोला। ओपन गरिसकेपछि तपाईँलाई यस्तो खालको इन्टरफेस आउनेछ, जसमा तपाईँले भिडियो देख्न सक्नुहुन्छ। यहाँबाट तपाईँले आफ्नो भिडियो एडिटिङ गर्न सक्नुहुन्छ र यसबाट तपाईँले फोटो मात्र गर्न सक्नुहुन्छ र यसमा पनि विभिन्न किसिमको फिल्टरहरू लगाएर आफ्नो फोटोलाई एडिट गर्न सक्नुहुन्छ। तर आज हामी भिडियो एडिटिङको बेसिक कुराहरू सिक्नु भएकोले गर्दा हामी डाइरेक्ट भिडियोमा जान्छौँ। तपाईँले आफ्नो भिडियो त्यो भएकोमा टच गर्नुहोला। यति गरिसकेपछि तपाईँले यहाँनिर न्यू प्रोजेक्ट पनि देख्न सक्नुहुन्छ। यो न्यू प्रोजेक्टमा टच गर्नुहोला। यति गरिसकेपछि तपाईँ डाइरेक्ट आफ्नो ग्यालरीमा जान सक्नुहुन्छ, जसमा चाहिँ तपाईँले यो भिडियोमा मात्र टच गर्नुभयो भने तपाईँले भिडियो मात्र पाउनुहुन्छ र फोटोमा टच गर्नुभयो भने तपाईँले फोटो मात्र पाउनुहुन्छ र अलमा गर्नुभयो भने तपाईँले आफ्नो ग्यालरीमा भएको सम्पूर्ण फोटो भिडियोहरू सो हुन्छ र तपाईँले सिलेक्ट गर्न सक्नुहुन्छ। तर आज हामी भिडियो डाउनलोड गर्नुभएकोले गर्दा हामी भिडियोबाटै सुरु गर्छौँ र भिडियो एडिटिङ गर्नेछौँ। जसको लागि तपाईँलाई मैले चाहिँ यो भिडियोलाई चोइस गर्न चाहन्छु। तपाईँले पनि चोइस गर्न चाहनुहुन्छ त्यो चोइस गर्नुहोला। यति गरिसकेपछि तपाईँ आफ्नो होममा आउनु सक्नुहुन्छ। यति गरिसकेपछि तपाईँले यहाँ सम्पूर्ण एडिटिङ गर्न सक्नुहुन्छ। तर आज हामी एडिटिङ गर्दैनौँ, हामी बेसिक कुराको जानकारी गराउने भनेको कारण हामी सम्पूर्ण यस एडिटिङको बेसिक कुराहरूको जानकारी गराउँछौँ। साथीहरू, सबैभन्दा पहिला तपाईँले यहाँ केन्भा भन्ने देख्न सक्नुहुन्छ। यसमा चाहिँ तपाईँले भिडियोको रेसियोहरू थाहा पाउन सक्नुहुन्छ, जसमा चाहिँ तपाईँले टिकटकको लागि 9:16, युट्युबको लागि तपाईँले 16:9 जसरी तपाईँले यहाँनिर कस्तो खालको कुन भिडियोलाई बनाउन चाहनुहुन्छ त्यो रेसियो चोइस गर्न सक्नुहुन्छ। र तपाईँले अलिकति डाउनलोड गरेर यहाँ तपाईँले अडियो देख्न चाहनुहुन्छ। यो अडियोबाट चाहिँ तपाईँले सम्पूर्ण आफ्नो साउन्ड इफेक्ट, म्युजिकहरू कस्तो लगाउन चाहनुहुन्छ सम्पूर्ण जानकारी यहाँबाट पाउन सक्नुहुन्छ। र यहाँ स्टिकर छ, स्टिकरमा तपाईँले सम्पूर्ण खालको सम्पूर्ण तपाईँलाई कस्तो खालको चाहिन्छ त्यो खालको तपाईँले सर्च गरेर फ्रीमा स्टिकरहरू पाउन सक्नुहुन्छ। जस्तै लाइक सब्सक्राइब भन्ने स्टिकरहरू चाहनुहुन्छ भने त्यस्तोहरू पाउन सक्नुहुन्छ। र यहाँ टेक्स्टमा जानुभयो भने तपाईँले आफ्नो भिडियोमा के लेख्न चाहनुहुन्छ त्यो सबै पाउन सक्नुहुन्छ। विभिन्न एनिमेसनहरू, विभिन्न कलरहरू, ट्यागहरू सबै पाउन सक्नुहुन्छ। र इफेक्टमा जानुभयो भने तपाईँले आफ्नो भिडियोमा कस्तो खालको इफेक्ट लगाउन चाहनुहुन्छ त्यो सबै पाउन सक्नुहुन्छ। र यता सार्नु भने तपाईँले यहाँनिर तपाईँले फिल्टर छ, यहाँ तपाईँले यहाँबाट त सम्पूर्ण कस्तो खालको तपाईँलाई चाहेको अनुसार त यहाँ दिएको अनुसार तपाईँले छानेर फिल्टर लगाउन सक्नुहुन्छ। यहाँ पिआइपी, यो पिआइपीको मतलब चाहिँ के छ भने यसमा चाहिँ जस्तै क्यापकट, भिएनजीलाई चाहिँ ओभरले भन्छ। यो पिआइपीमा यसमा चाहिँ यो पिआइपीले चाहिँ तपाईँको ओभरले काम गर्छ, जसमा चाहिँ तपाईँले यसो टच गर्नु भने तपाईँले फोटोको कि भिडियोको लगाउन चाहनुहुन्छ। जस्तै मैले यसको ओभरले गर्न चाहेँ भने यसलाई तपाईँले यसरी ओभरले गर्न सक्नुहुन्छ है। यति गरिसकेपछि तपाईँले यहाँ डिलिट गर्नु चाहनुहुन्छ भने डिलिट गर्न सक्नुहुन्छ। यसरी तपाईँले सम्पूर्ण यहाँ अझै पनि अप्सनहरू खोजेर भेट्न सक्नुहुन्छ। तर हामीलाई चाहिने भनेको चाहिँ अहिले मैले देखाए जति हो। र तपाईँले आफ्नो भिडियोलाई चाहिँ काटेर फाल्नुपर्ने हुन्छ नि त होइन। त्यो फाल्न चाहनुहुन्छ भने चाहिँ जस्तै तपाईँले आफ्नो कुन भिडियोको बिचबिचमा फाल्तु पार्टहरू कट गरेर फाल्नुपर्ने हुन्छ, जसको लागि तपाईँले यसरी दायाँमा तपाईँलाई कुन फाल्न मन लाग्छ। मैले चाहिँ यो बिचको ल्यापटपदेखि नै जुन यो भाग छ यसलाई चाहिँ म कट गरेर फाल्न चाहन्छु। जस्तै मैले फाल्नु पऱ्यो भने बिचको फाल्नु पऱ्यो भने यहाँनिर तपाईँले स्प्लिटमा गर्नु भने तपाईँले ट्याक्कै काटिन्छ हेर्नु है त। स्प्लिट गर्नुभयो भने यता काट्यो, यतापट्टि काट्नको लागि
त्यो सार्ने अनि फेरि यसलाई स्प्लिट गर्ने फेरि काट्यो। अब डिलिट गर्न अगाडि त्यो बिचको भाग पनि काटेको भागलाई ट्याक्कै टच गरेपछि तपाईँले यहाँनिर यो वाला अप्सन देख्न सक्नुहुन्छ। यहाँ टच गर्नुहुन्छ तपाईँले सजिलै डिलिट गर्न सक्नुहुन्छ। र अब दायाँ बायाँको गर्न चाहनुहुन्छ भने चाहिँ आफ्नो भिडियोमा टच गर्नु होला र यहाँबाट यसरी चाहिँ सारेर तपाईँले फाल्न सक्नुहुन्छ। हस्त साथीहरू, आजको बेसिक कुराहरू चाहिँ यति नै। अब अझ एडिटिङ गर्न सिक्न चाहनुहुन्छ भने कमेन्ट गर्न नबिर्सनु होला। म एडिटिङ गर्ने तरिका पनि सिकाउने छु भन्दै आजको भिडियो चाहिँ यति नै।